नमस्कार। आज एउटा यस्तो विषयमा कुरा गरौँ जसको नाम हामी दिनहुँ सयौं पटक सुन्छौँ, तर सायद यसको वास्तविक अर्थ हामी निकै कमैलाई मात्र थाहा होला। त्यो शब्द हो धर्म। जब हामी धर्म भन्छौँ, हाम्रो दिमागमा तुरुन्तै मन्दिर, मस्जिद, गुम्बा, चर्च वा विभिन्न रीतिरिवाज, पूजापाठका चित्रणहरू हाम्रो दिमागमा आउँछन्। तर के धर्मको सीमा यति मात्रै हो त? कि केवल एउटा कुनै सम्प्रदायमा जन्मनु वा विशेष पोसाक लगाउनु नै धर्म हो? आजको संसारमा हामीले रिलिजन वा सम्प्रदायलाई नै धर्म मान्न थाल्यौँ, जसका कारण मानिसहरू धर्मका नाममा बाँडिएका छन्, झगडा गरिरहेका छन्। तर हाम्रा प्राचीन ग्रन्थ र ऋषिमुनिहरूले धर्मलाई यसरी कहिल्यै परिभाषित गरेनन्। संस्कृतमा एउटा सुन्दर भनाइ छ, धारयति इति धर्म, अर्थात् जसले धारण गर्छ त्यही धर्म हो। यसलाई अझ सजिलो गरी बुझौँ है त। आगोको धर्म के हो? ताप र प्रकाश दिनु। पानीको धर्म के हो? प्यास मेटाउनु र शीतलता दिनु। यदि आगोले पोल्न छोडियो र पानीले तिर्खा मेटाउन छोडियो भने उनीहरूले आफ्नो धर्म गुमाउँछन्। ठिक त्यसै गरी एउटा मनुष्य हुनुको नाताले हाम्रो पनि एउटा स्वाभाविक धर्म छ। त्यसो भए मान्छेको धर्म के हो? मान्छेको धर्म हो मानवता। अरूको दुःख देख्दा मनमा दया जाग्नु नै धर्म हो। आफ्नो स्वार्थभन्दा माथि उठेर कसैलाई मद्दत गर्नु धर्म हो। प्रकृति, जीवजन्तु र यो धरतीप्रति जिम्मेवार हुनु धर्म हो। र सबैभन्दा ठुलो कुरा, आफ्नो कर्तव्यलाई इमान्दारितापूर्वक निभाउनु धर्म हो। एउटा डाक्टरको धर्म हो बिरामीको ज्यान बचाउनु, एउटा शिक्षकको धर्म हो सही ज्ञान दिनु, र एउटा नागरिकको धर्म हो समाजलाई सकारात्मक बनाउनु। पूजापाठ वा प्रार्थना धर्मको मार्गमा हिँड्ने एउटा माध्यम मात्र हुन्, गन्तव्य होइन। यदि हामीभित्र दया, करुणा र सत्य न्याय छैन भने हामी जतिसुकै ठुला धार्मिक स्थलमा गए पनि वा जतिसुकै पूजापाठ गरे पनि हामी धार्मिक बन्न सक्दैनौँ। धर्मले मानिसलाई जोड्छ, तोड्दैन, मनमा शान्ति ल्याउँछ, अहङ्कार होइन। त्यसैले सम्प्रदायको घेराभन्दा माथि उठेर हेरौँ। वास्तविक धर्म कुनै किताबमा मात्र बन्द छैन, यो त हाम्रो हरेक कर्म र विचारमा झल्कनुपर्छ। अर्को पटक कसैले हजुरलाई धर्मको बारेमा सोद्धाखेरि यो भिडियो अवश्य सम्झनुहोला। यो छोटो भिडियो हजुरहरूको लागि थियो, कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र नयाँ हुनुहुन्छ भने हाम्रो पेज फलो गर्नुहोला। टिकटकमा हेर्दै हुनुहुन्छ भने पनि फलो गर्नुहोला। धन्यवाद।